सज्जनवृन्दहरू हाम्रो आजको दिनबाट श्रीमद् भागवत महापुराण आयोजना भएर 7 दिनसम्म समापन गरिने भागवतको लागि हामी कलश श्रीमद् रामानुज 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 श्रीमद् रामानुज रामानुज कुलपितृ देवताहरूको इष्ट देवताहरूको यहाँहरूका स्थानीय देवताहरूको यहाँ वरिपरिका आशामुखी देवताहरूको ओम वासुदेव ओम वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय गाउँमा रहनुभएका समस्त देवी देवताहरूको नेपाल राष्ट्रको राष्ट्रदेव पशुपतिनाथ भगवानको बद्री विशाल भगवानको मुक्ति क्षेत्र भगवानको सम्पूर्ण तीर्थस्थलहरूको राजकीय आनन्दको श्रीमद् भागवत महापुराणको गणपति भगवानको वैदिक सनातन हिन्दू धर्मको गौ माताको दामोदर भगवानको लक्ष्मी वेंकटेश्वर भगवानको हजुर बा आजका रामानुज 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 श्रीमद् लक्ष्मी नारायण 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 लक्ष्मी नारायण बोलो नारायण म आउँछु ब्रह्मा विष्णु नारायण नारायण विष्णु उहाँ जगले भरिरहनु भएको छ त्यहाँ गएर भर्नु होला कलश डुबाउँदा चन्दन लगाएको छ त्यो बग्न सक्छ नबगाइकन जल भर्नु होला
भक्तवत्सल भगवान भर्दै यता पर्नु होला। वासुदेवाय भजौ वासुदेवाय वासुदेवाय भजौ वासुदेवाय भजौ वासुदेवाय वासुदेवाय भजौ वासुदेवाय। ओम नमो भगवते वासुदेवाय ओम नमो सकेत भगवान से पूजा गरौला झकेत सके भगवान शरण परौला। यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको। उदय साला गंगा जल निर्मला उदय साला उदय साला उदय साला गरौ तपसे वैकुण्ठमा एउटा सिट बसे गरौ तपसे। यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको। बोलिए राधा रमण भगवान को, श्याम सुंदर भगवान को, राधा रानी महारानी को, गाउँमा भएका देवी देवताहरूको श्रीमन नारायण 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 श्रीमन लक्ष्मी नारायण 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 लक्ष्मी राधा नारायण नारायण। नारायण 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 विष्णु लक्ष्मी नारायण 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 लक्ष्मी।
सारा संसार कृष्णको म पनि कृष्णको यो पनि कृष्णको ओ जाउला वैकुण्ठ भजन गाउँदै कीर्तन गाउँदै जाउला वैकुण्ठ भजन गाउँदै आज पनि काम भोलि पनि काम मर्ने बेला भइसक्यो कहिले जप्ने राम आज पनि